मेरो नाम खड्गबहादुर साई। हाल पञ्चपुरी नगरपालिका 3 टोकमा सुर्खेतमा बस्दै आएको छु। मेरो घर चामुण्डा विवासनी नगरपालिका 3 हाडाकोट दैलेख। मङ्गलं भगवान् विष्णु मङ्गलं गौडध्वज मङ्गलं पुण्डरीकाक्षे मङ्गलाय तनुहरि शङ्कर भोला शिव शङ्कर भोला। राम जय सीताराम सीताराम सीताराम। मङ्गलं भगवान् विष्णु मङ्गलं गौडध्वज मङ्गलं पुण्डरीकाक्षे मङ्गलाय तनुहरि कर्पूर गौरम गौडावतारं संसार सारं भजगेन्द्रहारं सदा वसन्तं हृदयहारविन्दे भवं भवानी सहितं नमामि भवं भवानी सहितं नमामि। सीताराम 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 जय सीताराम 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 जय सीताराम 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 जय सीताराम 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 जय सीताराम। श्री राम जय राम जय जय राम 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 श्री राम जय जय राम जय जय राम श्री राम जय जय राम श्री राम जय जय राम जय जय राम श्री राम जय जय राम श्री राम जय जय राम जय जय राम श्री राम जय जय राम श्री राम जय जय राम जय जय राम श्री राम जय जय राम जय जय माधव जय जय राम श्री राम जय जय राम जय जय गोविंद जय जय राम श्री राम जय जय राम जय जय केशव जय जय राम श्री राम जय जय राम जय जय राम जय जय राम श्री राम जय जय राम जय जय राम जय जय राम श्री राम जय जय राम जय जय माधव जय जय राम श्री राम जय जय राम जय जय गोविंद जय जय राम श्री राम जय जय राम जय जय केशव जय जय राम श्री राम जय जय राम जय जय राम श्री राम जय जय राम जय जय राम श्री राम जय जय राम। राम शरणं प्रभु गुरु शरणं राम शरणं प्रभु गुरु शरणं गुरु शरणं प्रभु हरि शरणं गुरु शरणं प्रभु हरि शरणं प्रभु राम शरणं हरे शरणं प्रभु राम शरणं हरे राम शरणं। यो कलियुगमा अरू हर कार्य यस्ता धर्मको कार्यहरू गर्न सकिन्न। कलियुगमा महामन्त्रको रूपमा एउटा कलियुगमा गाउने भजन यही हो। हरे कृष्णा 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 हरे 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 राम 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 हरे 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 राम 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 हरे राम। नमो शिवाय
ओम नमो भगवते वासुदेवाय नमो शिवाय नमो शिवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय नमो शिवाय नमो शिवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय हरे वासुदेवाय। बिहान बेलुका हामी साँझ बिहान रामको नाम जप्नुपर्छ, रामको नाम लिनुपर्छ। रामको नाम लिने मानिसहरूलाई मनमा आनन्द आउँछ, स्वास्थ्यमा आनन्द हुन्छ। हरे भुल्नु हुँदैन भुल्नु हुँदैन मातामा राम भुल्नु हुँदैन भुल्नु हुँदैन भुल्नु हुँदैन मातामा राम भुल्नु हुँदैन भुल्नु हुँदैन भुल्नु हुँदैन मातामा राम भुल्नु हुँदैन मातामा राम भुल्नु हुँदैन हरे भुल्नु हुँदैन हुँदैन भुल्नु हुँदैन हरे कीर्तन गाउनलाई भुल्नु हुँदैन भुल्नु हुँदैन भुल्नु हुँदैन हरे कीर्तन गाउनलाई भुल्नु हुँदैन हरे कीर्तन गाउनलाई भुल्नु हुँदैन हरे भुल्नु हुँदैन। जाउँला बैकुण्ठ जाउँला बैकुण्ठ हरे कीर्तन गाउँदै गाउँदै जाउँला बैकुण्ठ जाउँला बैकुण्ठ जाउँला बैकुण्ठ हरे कीर्तन गाउँदै गाउँदै जाउँला बैकुण्ठ ए हरे कीर्तन गाउँदै गाउँदै जाउँला बैकुण्ठ हरे जाउँला बैकुण्ठ जाउँला बैकुण्ठ जाउँला बैकुण्ठ हरे कीर्तन गाउँदै गाउँदै जाउँला बैकुण्ठ जाउँला बैकुण्ठ जाउँला बैकुण्ठ हरे कीर्तन गाउँदै गाउँदै जाउँला बैकुण्ठ हरे जाउँला बैकुण्ठ। भगवानको जति छिटो सकिन्छ भगवानको नाम छिटै जप्न सिक्नुपर्छ। पछि कहिले हो के हो थाहा हुँदैन, भोलि भविष्य थाहा हुँदैन। जति सक्दो छिटो भगवानको नाम जप्ने गर्नुपर्छ। भगवानको तीर्थव्रत गर्नु छिटो जति सक्यो त्यति फाइदा हुन्छ, पछिको भविष्यको थाहा हुँदैन। हरे कालो कपाल फुलेर सेतै भइसक्यो कालो कपाल फुलेर सेतै भइसक्यो भजन कीर्तन गर्छु भन्दा उमेर गइसक्यो कालो कपाल फुलेर सेतै भइसक्यो भजन कीर्तन गर्छु भन्दा उमेर गइसक्यो कालो कपाल फुलेर सेतै भइसक्यो भजन कीर्तन गर्छु भन्दा उमेर गइसक्यो हरे उमेर गइसक्यो। गणेशका पिता प्रभु पार्वतीका पति गणेशका पिता प्रभु पार्वतीका पति हजुरको नगरे भजन हुन्न सती गति हजुरको नगरे भजन हुन्न सती गति शिवा शंकर भोला दर्शन दिए होला दिनै लाग्यो चोला शिवा शंकर भोला दर्शन दिए होला दिनै लाग्यो चोला शिवा शंकर भोला दर्शन दिए होला दिनै लाग्यो चोला दिनै लाग्यो चोला। हातमा डम्बरू बाजो श्रीमा गङ्गा जल हातमा डम्बरू बाजो श्रीमा गङ्गा जल शिवाजीको भजन गरे मिल्छ अमृत फल हरि मिल्छ अमृत फल शिवा शंकर भोला दर्शन दिए होला दिनै लाग्यो छोला शिवा शंकर भोला दर्शन दिए होला
दिनै लाग्यो छोला शिव शङ्कर भोला शिव शङ्कर भोला दर्शन दिए के होला दिनै लाग्यो छोला रे दिनै लाग्यो छोला। अब हाम्रो भोजन पछाडि अब पुष्पाञ्जली आउँछ, पुष्पाञ्जली गरौँ। कर्पूर गौरम करुणावतारम कर्पूर गौरम करुणावतारम संसार सारम भजगिन्द्रहारम सदा वसन्तं हृदय हारविन्दे भवं भवानी सहितं नमामि भवं भवानी सहितं नमामि। हे राम पृष्ठमं नरहरे नारायण केशव गोविन्द गौडध्वज गुणनिधे दामोदर माधव हे कृष्ण कमलापते युतपते सीतापते श्रीपते वैकुण्ठ अधिपते चराचरपते लक्ष्मीपते वायुम हे गोपालक हे कृपाजनते हे सिन्धु करुण्यापते हे कंसान्तक हे गजेन्द्र करुणा पारिण हे माधव हे रामानुज हे जगत्र गुरु हे पुण्डरीकाक्षक हे गोपी जननाथ पालन परम जानामि न त्वाविना कस्तूरी तिलकं ललाटपटे वस्त्रस्थलं कौस्तभं नासागरे परमौतिकं करतले वेणुकरे कंकणं सर्वांगे हरिचन्दनं सुललितं कंठे च मुक्तावली गोपस्त्र परिवेष्टितो विजयते गोपाल चूडामणि आदौ रामतपोवनादिगमनं हत्वा मृगा काञ्चनं वैदेही हरणं जटायुमरणं सुग्रीवशं भाषणं बाली निर्दलं समुद्रं लङ्कापुरीदानं पश्चात् कुम्भकर्णहनं यदेति रामायणम् आदौ देवकदेव गर्भसनं गोपी गृहवर्धनं मायापुतं जीवतापहरणं गोपरधनोदाहरणं कंसाच्छेदन कौरवादहनं कुन्ती सुतापालनं श्रीमद्भागवत पुराण कथ्यं श्रीकृष्ण लीलामृतं श्रीरंगम कलिशैलमंजन गिरौ शेषादि सिंहाचलं श्रीकुर्म पृष्ठम करुण श्रीकुर्म पृष्ठवं च वरदि नारायण नैवसं तुमेव माता च पिता तुमेव विद्या धरणं तुमेव सर्वं मम देव देव तुमेव सर्वं मम देव देव। तपाईँ नै माता, तपाईँ नै पिता, तपाईँ नै दाइ, तपाईँ नै भाइ, तपाईँ नै धन, तपाईँ नै दौलत, हाम्रो भगवानदेखि अरू कोही छैन। सर्वे भवन्तु सुखेन सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कस्तो दुःख भाव भवेत। यो भनेको यो संसारमा जीव जन्तु मनुष्य कुनै चोलाहरूलाई कसैलाई दुःख कष्ट नहोस् भनेको यो मन्त्र यो भन्छ। हामी सबै भगवानको हो, हामी सबै कुनै भगवानको, पानी भगवानको, घाम भगवान नै, पानी भगवान नै, हावा भगवान नै, हामीलाई चलाउने, हामीलाई बोलाउने, हामीलाई हिँडाउने भगवान नै हुनुहुन्छ। हामी सबैले भगवानप्रति आशा राख्नुपर्छ, भगवानप्रति हामीले मन दिनुपर्छ। साँझ बिहान हामी गरिबको कारणले हमेसा हामी भगवानको नाम लिन सक्दैनौँ तापनि साँझ बिहान हामीले भगवानको पूजा गर्नुपर्छ, पाठ गर्नुपर्छ। यदि केही नगर्न सकेपछि एउटा राम नाम भजन गाउन सक्नुपर्छ, भजन गाउनुपर्छ। कलियुगमा केवल राम नाम लिए पनि ठुलो फाइदा हुन्छ। यो हामीले सबैले जान्नुपर्ने कुराहरू हुन्, बुझ्नुपर्ने कुराहरू हुन्। यो पनि शिवको त्यो पनि शिवको सारा संसार शिवको म पनि शिवको त्यो पनि शिवको त्यो पनि शिवको सारा संसार शिवको म पनि शिवको अरे म पनि शिवको। मङ्गलं भगवान् विष्णु मङ्गलं गौडध्वज मङ्गलं पुण्डरीकाक्षे मङ्गलाय तनहरि। जय बोलो श्री रामचन्द्र भगवानको जय बोलो सीता माताको जय बोलो गौरी शंकर भगवानको जय बोलो महादेवको जय बोलो विष्णु भगवानको जय बोलो कृष्ण महाराजको जय बोलो दुर्गा माताको जय बोलो महावीर हनुमानको जय बोलो सद्गुरुदेव महाराजको जय बोलो साधु सन्तहरूको जय बोलो गौ माताको जय बोलो वैदिक सनातन धर्मको जय बोलो नेपाल जननीको जय बोलो श्री पशुपतिनाथको जय बोलो पाञ्चायनी देवताको जय बोलो पाँच थान पञ्चकोशीको जय बोलो ज्वाला क्षेत्रको। रामको साधक हौं। हामीले भगवानको साधना गर्दाखेरिमा हाम्रो गुरुदेवको यो तस्बिर साँची राखेर हामीले गुरुदेवको आदेश अनुसार काम गर्नुपर्दछ। यो हेर्नु होला गुरुदेवको फोटो, यो तस्बिर
साँझ बिहान यो तस्बिर हेरेर तस्बिर राखेर स्मरण गरेर हामी पूजापाठ गर्दछौँ। सीताराम जय सीताराम जय सीताराम। अनि यो हजुरले यस्तो यो काम गर्न थाल्नुभयो कति जति भयो? म हजुरको 2068 सालबाट सुरु गरेको हुँ। हजुर यसै सुर्खेत जिल्ला सालकोट गाविस वार्ड नम्बर 3 मा हाम्रो 2072 सालमा हाम्रो गुरुदेव आउनु भएको थियो। त्यसैबाट मैले अब यो अध्यात्म जागरणमा लागेको हुँ। आदरणीय आमा बुवा गुरु गोविन्द दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो न्यानो अभिवादन छ। मेरो परिचय स्वीकार्नुहोला। 2072 साल वैशाख 8 गतेमा आध्यात्मिक मार्गमा म जोडिएको हुँ। त्यहाँबाट पछाडि हत्या हिंसा माछा मासु धुम्रपान मदिरापान भाङ धतुरो परित्याग गरी 2080 साल जेठ 15 गते परम पूज्य सद्गुरुदेव श्री 1008 श्री डाक्टर श्री वैष्णव कृष्णदास स्वामी महाराज महायोगी सिद्ध बाबाको मुखार बिन्दुबाट गुरु दीक्षा लिएर म अहिले अगाडि बढिरहेको छु। हामीले भगवानको नाम लिनु, भगवानको नाम जप्नु अति राम्रो हो। 84 लाख मध्ये एक मनुष्य चोला एकपटक पाएको चोला। यसै चोलामा हामीले कुनै किसिमको दान धर्म साँचो बोल्न सिकेनौँ भने हाम्रो बाँचेको अर्थ छैन। हामी मनुष्य चोला पाएको अर्थ छैन। सकभरसम्म हाम्रो दाजुभाइ दिदीबहिनीहरू आमा बुवाहरूले असत्यमा नलागेर सत्यमा लाग्नुहोला। भगवानको नाम लिनुहोला। भगवानको नाम लिँदाखेरिमा कुनै किसिमको घाटा हुँदैन, कुनै किसिमको ऋण लाग्दैन, कुनै किसिमको बोझ हुँदैन। हामीलाई फुर्सद छैन भन्नु पनि हुँदैन। सकेसम्म जति हुन्छ आफ्नो सक्दो प्रयास भगवानतिर आत्मविश्वास राख्नुहोला भन्दै म अब अहिलेको लागि बिदा हुन्छु। जय सीताराम, जय सीताराम, जय सीताराम।